तपाईको दिमाग कति खतरनाक हुन सक्छ यो एउटा इन्ट्रेस्टिङ एक्सपेरिमेन्टबाट बुझौ। दिमाग हलिहाल्छ। डाक्टर वाल्टर क्याननले एउटा एक्सपेरिमेन्ट गरेको थियो। त्यो एउटा मान्छेलाई ल्यायो अनि भन्यो कि हामी तिमीमाथि एउटा पोइजन टेस्ट गर्छौ यो जान्नलाई कि ह्युमन्सको माथि यो विष यो पोइजन्सको के इफेक्ट हुन्छ अनि यो पोइजनको इफेक्ट 12 घण्टा पछि हेरिन्छ। त्यसैले तिमीलाई पर्खिनु पर्छ। सर्कमस्टान्सेस यस्तो थियो कि उसँग केही उपाय थिएन। त्यसपछि उसलाई एउटा रुममा लगिन्छ जहाँ पुरै सेटअप थियो। केही नकली नर्स र डाक्टर थियो। आर्टिफिसियल मसिन थियो। एक्ज्याक्ट त्यस्तै इन्भाइरोमेन्ट क्रिएट गरिएको थियो जसरी असली हस्पिटलमा हुन्छ। त्यसपछि त्यो मान्छेलाई इन्जेक्सन दिइन्छ। तर गाइस ट्विस्ट यो छ कि जो इन्जेक्सन उसलाई दियो त्यो पोइजनको थिएन बल्कि त्यो ग्लुकोजको थियो। जसरी त्यसलाई इन्जेक्सन दियो त्यहाँको आर्टिफिसियल मसिन आवाज गर्न थाल्यो। डाक्टर्स र नर्सेसको टिम यताउता भाग्न थाल्यो र पुरै रुममा रेड लाइट बल्न थाल्यो। त्यसमा एउटा नर्सले डाक्टरलाई भन्छ सर त्यो धेरै बेलासम्म बाँच्दैन। यो सबै कुरा अनि इन्भाइरोमेन्टको कारण त्यो मान्छेको हालत धेरै खराब भयो अनि उसलाई रिभाइभ गर्नु पर्यो। दिस इज द पावर अफ योर ब्रेन। त्यसलाई जस्तो इन्भाइरोमेन्टमा हाल्नुहुन्छ त्यस्तै बन्छ। के बुझ्नु भयो कमेन्टमा बताउनु।